पनि लिसिकया ढको संसारे नेपाली जोजिया भरिसा अब चाहिँ थाया ठाकुर हे जुलका ठाकुर चाहिँ मको छे नेवाय खलान नौका तर त्यो लिपि अनुसार खलाएर चाहिँ भजिचा जिरन अप्ठ्यारो थे जोजिया जि नेपाली खला किनभने हामीले हरेक घर घरमा सर्वप्रथम त मैले यो 17 वडा का मतदातालाई र मेरा प्यारा दाजुभाइ दिदीबहिनीहरूलाई म मुरी मुरी धन्यवाद दिन चाहन्छु किन भन्दाखेरि यत्रो मत ल्याएर मलाई उपमेयरमा तपाईहरुले विजय गराएर पठाउनु भयो जुन विश्वासका साथ उसले केही गर्छ है भन्ने हिसाबमा तपाईहरुले चाहिँ मलाई विजय गराएर पठाउनु भयो हृदयदेखि म तपाईहरुलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु र अब आयो विकासका कुराहरू आउँछ धेरै जसो हामीले जुन घोषणा पत्रमा दिएको छ र हाम्रो वडा अध्यक्ष नवीन मानन्दज्यूले जुन यहाँ आफ्नो आफ्नो हात पत्रमा तपाईहरुको घर घरमा आएर यो वडाको विषयमा विकास गर्नको निमित्त जुन घर घरमा घोषणा पत्रहरू जुन हामीले प्रतिबद्धता गरेको छ त्यो प्रतिबद्धता अवश्य पूरा हुन्छ यो तपाईहरुले ढुक्क हुनु होला किनभने आज 15 वर्ष त भयो चुनाव भएको तर त्यो 15 वर्ष अगाडि चुनाव भएको मलाई चाहिँ महसुस भएन तपाईहरुले गर्नु भयो कि भएन थाहा छैन तर म 20 वर्ष अगाडिको कुरा गर्छु 20 वर्ष अगाडि म स्वयं पनि पहिलाको 31 वडा अहिलेको 28 वडा म त्यतिखेर वडा सदस्य थिएँ र यसरी मेरो राजनीतिक यात्राहरू नन स्टप मेरो यात्रा सुरु हुँदै गयो आज मैले उपमेयरमा तपाईहरुको सामुन्ने मैले जितेर आएको छु तर जित्दै गर्दाखेरि अब मलाई भान भएको छ म एकदम परिवारबाट पनि म मुक्त भइसकेको मान्छे किन परिवारबाट किन मुक्त भइसकेको मेरो श्रीमान हुनुहुन्छ प्रोफेसर हुनुहुन्छ पढाउनुहुन्छ पाटन क्याम्पसमा उहाँ आफ्नो बाटो लगाएको छ मेरो एउटा छोरा एउटा छोरी छ उनीहरुलाई पनि एउटा शिक्षा दिएर मैले आफ्नो बाटो लगाइदिएको छु अहिले उनीहरु दुईटै अमेरिकामा छ पढ्न अध्ययनमा छ फर्केर मेरो देशमै आउनुपर्छ हाम्रो देशमै आउनुपर्छ भनेर मैले उनीहरुलाई भनेको छु किन आफ्नो देशमा राष्ट्र सेवक भएर काम गर्नुपर्छ त्यसकारण म अहिले परिवारबाट मुक्त छु हरेक 6 बजे म आफ्नो नित्य कर्म गरिसकेपछि म तपाईहरुको लागि सेवा गर्न म अहिले उपस्थित भएको छु यसमा तपाईहरु टुक्क हुनु होला जतिखेर मन लागे तपाईहरु मेरो अगाडि आउन सक्नुहुन्छ मेरो अफिस अहिले त मेरो अफिस भन्दिन यो महानगरपालिकाको अफिसको खडा गर्न त्यो कुर्सीमा राख्न तपाईहरुले मलाई पठाएको त्यो कुर्सी तपाईहरुको हो भने सोच्नुस् मेरो होइन त्यसकारण अब विकास निर्माण अब हुन्छ अब विकास हुन्छ यहाँ दुई मत छैन स्वयं हाम्रो जुजारो वडा अध्यक्ष तपाईहरुको सामुन्ने हुनुहुन्छ यहाँ जति पनि योजनाहरू छ त्यो योजना अब तपाईहरुले बनाउनुस् भनिन्छ नि हामी नेवारी भाषा अलिकति नेवारहरू के हो म आफै नेवार भएको कारणले गर्दाखेरि हामी अलिकति के छौं भनेखेरि एउटा विश्वासमा हिँड्ने मान्छे र हामी एउटा अहमता हामीसँग छ हामी यहीँको बसोबास गर्ने हामीसँग हाम्रो जन्म कर्म मर्म यही भएको कारणले गर्दाखेरि हामी अहमताले गर्दाखेरि हामी अझ पछि हट्छौं यो अहमता ल्याउँदै गर्दाखेरि आज बाटो पनि अरूहरुले लिन थालिसक्यो हामीले अब जो माथि जाँदैछ उसलाई पुश गरेर आफू पनि अगाडि बढ्नु पर्यो सबभन्दा कुरा त्यो हो त्यसकारण अब चाहिँ विकास निर्माणमा अब पछि हट्ने छैन यहाँ हुने समस्याहरू वार्ड अध्यक्षसम्म आइपुग्दै गर्दा हाम्रो टेबलमा नआए तापनि उहाँले समस्या समाधान गर्नु भएन भने म उपमेयरको हैसियतले मेरो टेबलसम्म आयो भने नियमले मिल्नेसम्म अनियमितता मेरो हातबाट कहिले पनि हुँदैन यो तपाईहरुसँग टुक्क हुनु होला नियमले मिल्नेसम्म मैले गरेर म छोड्छु र आज मैले कहिले पनि सोचेको थिएन कि म राजनीति गर्दै गर्दाखेरि एउटा म हाउसवाइफ पनि भन्नु एउटा कुरा म तपाईहरुलाई गृहिणी पनि हो म गृहिणी मेरो श्रीमानसँग नै पैसा लिएर मैले राजनीति गर्नुपर्छ अब महिला दिदीबहिनीहरूलाई पनि म भन्न चाहन्छु हामीले चाहेको खण्डमा जे पनि मेरै मात्र तपाईहरुले चाहिँ हेर्नु भए पनि हुन्छ मैले चाहे भने मेरो घरमा नोकर चाकर छैन मैले यो दिदीबहिनीहरूलाई मात्र सुनाउन खोजेको हो मेरो घरमा नोकर चाकर छैन मेरो श्रीमान प्रोफेसर हुनुहुन्छ बिहानको 6 बजे उठेर उहाँ कलेज पढाउन जानुहुन्छ दिनभरि नै पढाउने काम हो उहाँलाई खाउन मैले उहाँलाई जहिले पनि के भन्यो पकाउने जिम्मा मेरो हो खाने काम तपाईको तपाईले तताएर खुवाउने मेरो समय छैन त्यसकारण म आफ्नो नाउँ कमाउनको निमित्त म अगाडि बढ्नु पर्छ भनेर मैले यसरी चाहिँ म अगाडि बढ्दै आज उपमेयरसम्म मैले यो पद पाउनु भनेको मेरो गर्वान्वित कुरा हो र मैले एउटा समाजमा मैले तपाईहरुको सामुन्ने मैले भनेको देखाइदिएको छु हाम्रो जुजारु नेता नवीन मानन्द यही हुनुहुन्छ वडा अध्यक्ष हेर्नुस्
4 वर्ष 62-63 को आन्दोलनमा 4 वर्ष हामीले घाम पानी केही पनि भनेनौँ। त्यो रत्न पार्कमा हामी कतिचोटि हामीलाई समातेर लग्यो, त्यो अनगिन्ती छ। हेर्नुहोस्, अनगिन्ती कतिचोटि पुलिसको पिटाइ खाए, त्यो अनगिन्ती छ। त्यसकारण हामीले के को लागि लड्यौँ त? हामीले के को लागि लड्यौँ त? त्यसकारण अब त लोकतन्त्र आइसकेको छ। अब हाम्रो आवाजहरू अब जनताले अब यो यसरी हामीलाई जिताएर अब तपाईँहरू ढुक्क हुनुहोस्। त्यसकारण म तपाईँहरूलाई भन्न चाहन्छु, धेरै बोल्नु भन्दा पनि अबको हाम्रो भावी पुस्ता हामीले पनि कति गर्न सक्छौँ अब काम। हाम्रो पनि उमेरले अब साबेन थाम्यो भने 10-15 वर्ष होला, त्यसपछि त हामीले युवा पुस्तालाई थमाएर जाने हो। त्यसै अबदेखि नै हामीले महिला दिदीबहिनीहरूलाई, हाम्रा छोरी, हाम्रा बुहारी, हाम्रा नातिनीहरूलाई अब अगाडि बढाउनुहोस्। तपाईँहरूले भोलिको कर्णधार भनेको उनीहरू हो र हाम्रो युवाहरूलाई पनि अगाडि बढाउनुहोस्। किनभने हरेक देश हरेक घरमा हेर्नुहोस्, अहिले युवाविहीन हामी छोरा आमा बुवा बस्नुपर्ने अवस्था छ। युवाहरू अहिले किन विदेशी हो? पढ्नको लागि मात्र विदेशी होइन, पढ्न गयो देशमा फर्किन मन लाग्छ, देश अस्तव्यस्त भएको छ, उनीहरूलाई आउन मन लाग्छ आफ्नो देश। मेरो छोराले अहिले मलाई के भन्न लाग्छ, दसैँ आउँछ आँखाबाट अस्ति मामु मलाई टिका लाउन मन लाग्यो, मलाई जमरा लाउन मन लाग्यो भने मेरो पनि आँखाबाट आँसु आयो। त्यसैले अहिले मेयर साहब आउनुभएको छ, उहाँलाई मैले आफैले आसन ग्रहण गराउनु पर्ने अवस्था आएको छ। त्यसकारण चाहिँ म बोल्दै गर्दाखेरि उहाँलाई अहिलेको लागि आसन ग्रहण गराउन चाहन्छु। र धेरै बोल्नु भन्दा पनि उहाँ आइसक्नु भएको छ। मैले धेरै कुरिसकेको कारणले गर्दा अब म अर्को ठाउँमा गएर कार्यक्रम गर्छु। तपाईँहरूले आफ्नो योजनाहरू बनाउनुहोस् र यो योजना अवश्य कार्यान्वयन हुन्छ। र सबभन्दा पहिलो कुरा त अब यो वडाको हाम्रो कहाँ सरकारी जग्गाहरू छ त्यो अब पत्ता लगाउनु छ, त्यो फटाउनु छ। त्यहाँ भएको त्यो सरकारी जग्गामा हामीले एउटा सानो बगैँचा मात्र बनाउनु पायो भने पनि हामीलाई सास फेर्ने एउटा ठाउँ हुन्छ। हामीले एउटा यदि 3-4 रोपनी जग्गा छ भने हामी खेलकुद बच्चाहरूलाई खेलकुदबाट अगाडि बढाउन सकिन्छ, युवाहरूलाई र महिलाहरूलाई पनि सशक्त रूपमा अब अगाडि बढाउनु पर्छ। अब संविधानमा 40% र मेयर या उपमेयर महिला दिइसकेको, अब हाम्रो लडाइँ फेरि 50%मा छ। अब महिला दिदीबहिनीहरू सशक्त रूपमा अगाडि बढ्नुहोस्। 2-2 महिलाहरू अहिले हरेक वार्डबाट आइरहेको छ। तपाईँहरूले उहाँहरूकै हातेमालो समातेर अब कसरी महिलाहरू चाहिँ भोलि चाहिँ आफ्नो श्रीमानसँग पैसा लिएर हामी बाहिर जान नपर्ने किसिमले उद्यमी भएर आउने हो। त्यो उद्यमी हुँदै गर्दाखेरि आफूले 2 पैसा कमायो भने उसँग आत्मबल यसरी आउँछ कि मजासँग आत्मबल आउँछ। म पनि कमाउन सक्ने भयो, अब म पनि केही गर्न सक्छु भन्ने चाहिँ आफै आत्मबल बढ्ने भएको कारणले गर्दाखेरि अब म धेरै बोल्नुभन्दा मेयर साहब आइसक्नु भएको छ। अर्को कार्यक्रममा म जाँदै गर्छु। यसरी बोल्दै गर्दाखेरि फेरि उहाँ उपस्थित भइहाल्नुहुन्छ, किनभने सबैलाई ढिलो छ, समयको पाबन्दीको कारणले गर्दाखेरि म पनि तपाईँहरूसँग बिदा चाहन्छु। धन्यवाद। जय नेपाल।